the most lightning and beautiful country, Qatar. Welcome to Qatar. Fucked and drank all night, acted all alright, had no need to fight tonight. अस्सलामुअलैकुम केपा हालिक अनि मेरो यो च्यानलमा दोस्रो भ्लगमा तपाईहरुलाई एकदमै स्वागत छ हैन अनि म चाहिँ आज कम्पनीको पार्टीबाट के रे यहाँ यो अल्खोरको फकिरा बीच हो कि के बीच भन्नेमा आएको छ हैन पछाडी देख्न सक्नुहुन्छ होला तपाईले त्यो अब पछि नै देखाउँला तपाईहरु मेरो अनुहार मात्र हेर्नुस् हैन अनि त्यही हो अब अहिले एकछिनसम्म हेरिरहनु के छ कसो छ रमाइलो समाइलो म सबलाई देखाइरा हुन्छु तपाईहरुलाई नजिक आउनुस् यल्ला हामीसँग रमाइलो गर्नको लागि यो फकिरा बीचमा घोडा यो डल्फिन उता उता नि देखाउनु अनि त्यो सी हर्स हामीसँग पिङ छ हैन यो बीचमा रमाइलोको लागि सो मेरो चाहिँ कतार आएको ठ्याक्कै 1 वर्ष भयो अनि म चाहिँ फर्स्ट टाइम समुद्रको पानी छुँदैछु है नत्र त म खाली ड्युटी जाने आउने सुत्ने फेरि ड्युटी जाने आउने जाने मात्र भइरहेको थियो हैन ओइ के हो यो सम्धि हेर्नु न गङ्गडा हो नि त नि सो अनि पानीमा छिर्ने बित्तिकै हेर्नु न कस्तो डिफ्रेन्ट टाइपको गङ्गडा देखिदिरहेको कि हेर्दै टोक्छ जस्तो तर हामी देखेर भागिरहेको थियो हैन म चाहिँ के रे अब कपडाहरू केही पनि लगाएन चप्पल मात्र लगाएर प्यान्ट लामो प्यान्ट र टी सर्ट लाएर हिँड्दै है अनि यसो अब कतारमा पानी छुँदैछु नि त फर्स्ट टाइम त्यही भएर म चाहिँ प्यान्ट सुँदै सम्झिएर म चाहिँ प्यान्ट सुँदै हिँड्दियो त्यही हो अनि प्यान्ट साइड रुजाइयो त्यही हो अब पब्लिक बीच रहेछ हैन खुल्ला रहेछ जे होस् घुम्नलाई सही त जे होस् अब के भन्ने अब कपालहरू बस्नलाई ठिक चाहिँ रहेछ पब्लिक बीचमा केही पनि छैन जे होस् त्यो ठाँटी जस्तोमा बस्ने रमाइलो गर्ने नै रहेछ अनि यहाँ पौडी खेल्न मलाई पौडी खेल्ने रहेछ हामी चाहिँ अनि सम्झिएर म चाहिँ प्यान्ट रुजाउँदै हिँडिरहेको कि पानी भयो पानीभित्र त देखिहाल्नु भयो होला के अरे अनि हामीले नि यसो बाहिर निकालेर होइन दायाहरूले निकालेर मैले गङ्गटाको फेस रिभिल गर्दैछु है तपाईँहरूको माझमा फाइनल्ली गङ्गडा समात्यो गङ्गडा हो कि के हो कुनै फाइनल्ली गङ्गडा जे भयो नि हो हैन समुद्रबाडी उ त्यहाँबाट पानीबाट ल्याएर पाखामा यल्ला माछीमा रामनाइ दाइ ओ कोसाराइ जातानु ल अनि तपाईलाई कस्तो लाग्यो त नि यो बीच एकदम राम्रो छ तपाईहरु पनि आउनु होला यदि तपाईहरु कतारमा हुनुहुन्छ भने यो चाहिँ अल्खोरमा रहेको छ अल्खोरमा रहेको यो अल फकिरा बीच एकदम समर टाइमको लागि एकदम उपयुक्त हुनेवाला छ त्यही भएर आउनुस् भिजिट गर्नुस् र समर इन्जोय गर्नुस् भन्ने चाहन्छु हो यति नै हो अनि तपाईलाई कस्तो लाग्यो मलाई त के भन्ने र अलि उत्तम अति उत्तम उच्च विचार सबै ठिक लाग्यो यस वेलकम टु माई भिडियो हेलो नमस्ते यो कस्तो छ से अनि कस्तो छ से बस ओके सो अनि गेम सेम खेलायो होइन के हो यस्तो कुनै लेफ्ट राइट फर्स्ट गेम अरूले चाहिँ त सेकेन्ड गेममा चाहिँ के अरे हाम्रो टिम छुट्याउने थियो हामी चाहिँ फर्स्ट भयौँ होइन चक्लेट दिइरहेको विनर प्राइज चक्लेट दिएर टाढ दिइरहेको अलिक सागर ए साला ठिक छ त्यही हो अनि अब चाहिँ यसो खानासाना खाएर एकछिन अब पानी खानको लागि यता हेर यहाँ पुग्दै लाग्यो रात पनि छपक्क परिसक्यो अनि अब हामी अन्तिम यहाँ बसाइ हाम्रो अन्तिम हुँदैछ अबको आधी घन्टाभित्रमा हामी यहाँबाट जानुपर्ने छ
घर गएर फेरि सुत्नु पर्ने छ फेरि भोलि बिहान मर्निङ ड्युटी छ होइन वाउ सलाम अलैकुम सलाम अलैकुम सो अब त रात पनि परिसक्यो होइन अब एन्टरटेनहरू त्यति अनि साह्रो अनि मैले यो राम्रो राम्रो क्लिपहरू पनि खासै खिच्न त पाइनँ त्यही पनि म अलिकति गतिलो एडिट गरेर चाहिँ हाल्छु होइन अनि त्यही हो अब अर्को भ्लग कहिले आउँछ यो भ्लग पनि धेरै 1 महिना जस्तो 3 हप्ता 1 महिना जस्तो भइसक्यो होला है यो भ्लग के अरे रेकर्ड गर्दा पनि अनि अब अर्को भ्लगको लागि चाहिँ अब कहिलेसम्म हुन्छ त्यो मैले पनि भन्न सक्दिनँ अर्को भ्लग आएपछि चाहिँ म के अरे फेसबुकमा इन्स्टामा चाहिँ अनि के अरे अपडेट दिइरहेको हुन्छु आजको लागि चाहिँ यति नै हस्त धन्यवाद फेरि भेटौँला अर्को भ्लगमा है त